नमस्कार, म डाक्टर रमेश कुमार महतो। आज म तपाईहरुलाई केही एउटा जानकारीमूलक सन्देशहरु दिन गइरहेको छु। प्रेस हाइपरटेन्सनमा अनारको रोल के हुन्छ भनेर एउटा जानकारीमूलक सन्देशहरु दिन गइरहेको छु। हाम्रो ओपीडीमा प्रायजसो बिरामीहरु आउँछन्। प्रेसरको बिरामीहरु आउँदाखेरि प्रायजसोको एउटै क्वेशन के हुन्छ भनेदेखि डाक्टर साहब प्रेसर बढ्दाखेरि अनार खाने कि नखाने भनेर सोध्नुहुन्छ। अब तपाईहरुको विचारमा के छ भन्नु होला आफ्नो सल्लाह पनि। तर मेरो विचारमा चाहिँ हैन, म चाहिँ एउटा डाक्टर भएको नाताले चाहिँ म चाहिँ बिरामीहरुलाई चाहिँ सजेस्ट नै गर्छु। किनभने अनारमा यस्तो एन्टिअक्सिडेन्टहरु हुन्छ कि जसले चाहिँ हाम्रो ब्लड फ्लोहरुमा हेल्प गर्छ। अर्को कुरा चाहिँ के हुन्छ भने यसले चाहिँ जुन हाम्रो ब्लड प्रेसर बढ्नुको कारण जुन चाहिँ ब्लड भेसल कन्स्ट्रिक्ट भएको जुन हुन्छ त्यसलाई भेसल डाइलेट गर्न पनि मद्दत गर्छ। त्यसले ब्लड प्रेसर रिड्युस नै हुन्छ, यानी कि ब्लड प्रेसर घट्छ नै के अनारले। अर्को कुरा चाहिँ के हुन्छ भनेदेखि यसले चाहिँ जुन एउटा एसीई इन्जाइम हुन्छ, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम जुन हुन्छ त्यसले चाहिँ के छ भसे कन्स्ट्रिक्ट गराउँछ है, अनि ब्लड प्रेसर बढेको हुन्छ। तर अनारले के हुन्छ यो इन्जाइमलाई नै इनिबिट गरेको हुन्छ। त्यसले गर्दा चाहिँ ब्लड प्रेसर त्यसो पनि घटाउने भयो। अर्को कुरा चाहिँ यसले चाहिँ ब्लड फ्लोलाई इम्प्रुभ पनि गर्ने भयो, जसले गर्दाखेरि चाहिँ हाम्रो कार्डियक हेल्थहरु चाहिँ राम्रै हुन्छ है। कार्डियक हेल्थहरुमा पनि राम्रो हुने भयो र ब्लड फ्लोलाई पनि हेल्प गर्ने भयो है। र अर्को चाहिँ भ्यासोकन्स्ट्रिक्टलाई पनि हेल्प गर्ने भएको हुनाले चाहिँ खासै यो के अरे अनारले चाहिँ बीपी बढाउँछ भन्ने जुन हाम्रो मानसिकतामा छ त्यो चाहिँ होइन। अनारले चाहिँ ब्लड प्रेसर घटाउने नै काम गर्छ है। त्यसमा चाहिँ अब कसैले पनि अब त्यस्तो कन्फ्युजनमा हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ नसोच्नु। अब अनारले चाहिँ यो हेमोग्लोबिनको मात्राहरू के बढाउला, तर त्यसको मिनिङ यो होइन कि ब्लड प्रेसर बढाउँछ भन्ने चाहिँ नसोच्नुहोस् है। तर त्यही भएर चाहिँ हामीले अनार सेवन गर्दा हुन्छ।